अब नचिन्दा सानो चमेरे गुफा चमेरे गुफा जस्तै छ अरे हजुर अब झर महिना हिँड्यौँ हामी भित्र सानो चमेरे गुफा अब हामी के अरे शिव गुफा हामी आउन पनि सक्छौँ नआउन पनि सक्छौँ आउँछ ल गाइज हामी चाहिँ यहाँ गुफामा जाँदैछौँ है अब कल्याणको गुफा कसो त यो विद्यापुरदेखि माथिको गुफा ल गाइज लाग्यो जुत्ता खोल्न जानु ओहो बर्बाद जुत्ता खोल्नु पर्छ जुत्ता खोल्नु पर्यो कहाँ बित्छन् कि गाइस खोला हो क्या हो ल यो शिव गुफाभित्र हामी जाँदैछौँ है जुत्ता खोल्न जानुपर्ने रहेछ सबैलाई जुत्ता खोल्न छ हामी खोइ मेरो मोबाइल ल्याउन जानु भएको मोबाइल जानु पर्छ सामु अगाडि मलाई त राख्न खै कस्तो रहेछ मोबाइल राम्रो कोही मोबाइल अच्छा यहाँ त बार त पोल्दो रहेछ खुट्टा तातो र यहाँ भिडियो गराउँछु त मोबाइल सोबाइल छ के मोबाइल भित्र मोबाइलको खोजी छ पोलो ल हिँड्नु अलि तलसम्म पोलो अगाडि अङ्कललाई जान्दिनु मलाई जान्दिनु ल है त्यही पनि अलि कासवन जाने भन्ने थाहा हुन्छ त्यसै सुई गए जानु पर्यो नि अगाडि मेरो नगर पुग्यो भने गुफा यो विद्यापुरदेखि माथिको गुफा शीतल छ त भित्र त कस्तो चिसो छ त चिसो हुन्छ यहाँ सीता ठ्याक्क शीतल ताप्ने हो त पहिला त गाईको पाइला हेर्नु पहिला गुफा जाइयो हेर्नु धार फुटाल्दियो होला त्यो धार कस्तो ठ्याक्क भएर थियो साथी नम्बर भाँचेर लगे क्यारमला भनेर लग्यो जान त भर्खर सुरु हो यो त त्यहाँ सुरु भयो ल अब टाढो दाहिनेबाट शिव पार्वती यहाँ माथि छन् गाईका सिङ ओ माथि शिव पार्वती देखाइदिनु यो बनाएको होइन यो बनी बनाएको आका मन्दिर ए ओतनी नमस्कार भन्न पर्यो नमस्कार शङ्कर भोलेनाथ जय यताबाट जाने ल है माथि गइन्छ अगाडि ठ्याक्क गरेर दर्शन गर्ने माथि गरेको यता निस्किने सकिन्छ शिवजीको पानी सानो बसेको यहाँ चाहिँ शिव गुफा यो विद्यापुरदेखि माथि कल्याणनिरको उसमा सब कोरेर यहाँ भित्र बस्दै केटाडी आएर बिठाइ गरेको कुराले कोरेर यस्ता बनाए ल यता कोही लगे लगाएर बहिनी यस्तो लागि मन्दिर के बसेको यो पनि साडे बसा हात्तीको सुन ठक्कै यो दाराबाको देवीको बाघको जस्तो थियो पहिला फुटाले लिएर गएर त उहाँका माथिका इतरामका आएर विद्यार्थी कामेरा बस्दा यहाँ केही डर छैन अलि उभाको मात्रै पहिलो मानि मम्मी यो त कल्याण त छिर्न सकिन्छ क्या सकिन्छ अलि डेलिभरी बनाउनु त थोरै यस्तो भित्र छिर्दै छ है डेलिभरी बन्नु होला गाइस सकिन्छ
शिवलिङ्ग शिव पार्वती गणेश बसेर गाइस कस्तो केरे छन् के मान्छेहरु यार सारा खतम भयो देखाउन आफू पनि पाइन हेर भनो प्रथम वन्दे शिवम शंकर भोलेनाथ नारायण शिव गुफा यतिसम्म हुन हैन दाइ त बनाउनै रहे जना बनाउनै रहे भित्र त हुन तर यतिसम्म हो यति नै ततिर अलि त ठाउँ त छ त्यहाँ सकिन्न हेर्नु त यहाँ सबै यस्तो जुरा सुरा साथ फुटालेर यिनी हेर्नु न मान्छे शिव पार्वती हेरेर हेर्नु यस्तो शिवहरुको यहाँ बस्दै पार्वती भाइ शिवमाई गणेश कुमारी काठमा म यहाँबाट हेर्दै छु यस्तो बिदिबिदी मारे आउँदै हुनुहुन्छ कि एकदिन देखाइदिनु न यता उजेर ए यहाँबाट उता पनि रहेछ र अन्त ठाउँ त त्यहाँबाट माथि पहिला निस्किन्थ्यो चमेरे गुफा निस्किन्थ्यो अरे यहाँबाट ए यहाँ चमेरे गुफा तर जाने बाटो चाहिँ छ है भित्र जानु त अलि सकिन्न क्या गइन्छ एकजना दुईजना खान जानु मिल्छ रे तीनजना खान त धेरै नजा डर भयो नजानु त यति नै मुख्य त्यहाँ अरू केही छैन दुईटा यस्तै हुने यस्तै माइरमा यो बनाइदियो नि त कसले बनायो भने कुरो सोध्नु पर्यो समेरे गुफा यहाँ रहेछ नि त यो चाहिँ विद्यापुरदेखि माथिको उसमा छ है गाइजहरू आउन सक्नुहुन्छ तपाईँहरू चुच्चा टल्किने गरी सब फुटालेर लगे यस्तै फुटालेर हेर्दै समेरे गुफा समेरे बसन भित्र आएर शिव गुफा शिव गुफा यहाँ दाँत त्यस्तो दाँत छ नि त लएर गुफा शिव गुफा यता यहाँ शिवजी भाउजू त आउनु यहाँ शिवजी त शिवजी ल शिवलिङ्ग हुन्थ्यो नि शिवजी शिवजीको छ त मूर्ति देखियो के तर आउनु पर्यो नागिनी अब के गर्नु हामी कताबाट झर्दिन्छ त झर्दा शिवजी अब यहाँ निस्कियो भने त उता उज्यालो देख्छ चिसो अहिले त गर्मी हो है सानो गराउने ठुलो नागदेवता नागदेवताको भगवती वासुदेवाय नम शिवाय ओम नम भगवती वासुदेवाय ए भित्र बसेर उ गर्ने भित्रका यो यिनीहरू खतरा खतरा है तल चिसो तर अलि मान्छे अलिक गर्मी जस्तो कि केटाकेटीले जे पाइले आएर पलस केटाटी पारेर ल्याएर यस्तै गरिन्थ्यो सानसानामा सबको उमेर यस्तै त होला त त्यही शिव शक्ति हामीलाई नाग नगिनी आउँछन् कि शिव भगवान हुनुहुन्छ अरे यहाँ चाहिँ शिव पार्वतीको रे यिनी के हुने पैतालाई पार्वतीका यहाँ पुछेर यस्तो भन्दाखेरि पार्वतीका पैता लाउने एउटा हातमा खानेकुरा नि नछुटाइ नहुने दुईटा मोबाइल नभए नहुने उत्यो भन्नुभएको नाक हजुरले उत्यो फरक यहाँबाट देख्दा ल शिव भगवान चाहिँ हामी चाहिँ लाग्यौँ अब है 20 रुपियाँ सक्यो 20 रुपियाँ सक्यो हेर जाऊ छोरी अब कस्तो रहेछ दर्शन गरेर हामी त यहाँ शिवलिङ्ग ल हेर्दी यहाँ माथि जौको माला ठ्याक्क हेर्नु कसरी ठ्याक्क माला जस्तो बनाएको यो चाहिँ यो आफू अटोमेटिक बनेको होइन नाकको होइन नाक होइन जौको माला कि ठ्याक्क जौको दानाको माला देख्नु नाग नहेर्ने देखिम नाग नहेर्ने ल यही हो शिव गुफा विद्यापुरदेखि माथिको है कल्याणको डाँडा मुनतिरको ए कल्याणको डाँडा यसलाई के भन्छ यो ठाउँको नाम के हो र कल्याण होइन र कल्याण ल कल्याण हुन्छ